हेलो एभ्रिवान, नमस्कार। म सन्दीप नेपाली, तपाईँले चिन्नुहुन्छ हैन। म चाहिँ आज वाक जस्तो हैन एकछिन हिँड्नको लागि आइरहेको छु। र म आएको छु यो अहिले चाहिँ ठ्याक्क लाएर मास्कोट हैन, पेठा नगरपालिका छ मास्कोट लमसाङ हिँडेको चाहिँ एकदमै प्रसिद्ध ठाउँ जुन चाहिँ तपाईँहरू आउनुभएको छ होला कहिलेकाहीँ हैन। यो चाहिँ हो चाहिँ लमसाङको चाहिँ एकदमै ठुलो हैन देउली हुने स्थान, जहाँ चाहिँ यहाँ 2 वर्षको ग्यापमा सायद हैन त्यस्तो चाहिँ मेलाहरू लाग्ने गर्छ। भनेको यहाँ चाहिँ कुल पूजाहरू हुने गर्छ। अनि त्यसपछि आएर यहाँ चाहिँ मैले च्याउ पनि भेटिसकेँ। खानेवाला च्याउ चाहिँ होइन, तर राम्रो देखियो थियो अनि मैले टिपेको, तर यो खानु हुँदैन जस्तो लाग्छ मलाई। अनि यो चाहिँ अहिले म यसो इभिनिङ वाक जस्तोमा आइरहेको छु। म खाना खाइसकेपछि के गरौँ त नि भन्ने जस्तो भयो। अनि फेरि लास्टै बोरिङ फिल भइरहेको थियो। दिनभरि काम गरेपछि अलिकति थकै लाग्यो थियो। अनि त्यसपछि आएर यसो होइन जाउँ न त भन्ने हिसाबले आइयो। अनि आइसकेपछि फेरि एक्लै चाहिँ त्यस्तै लक्खुर हिँड्न पनि मन लागेन। अनि त्यो भिडियो बनाएँ। अनि भिडियो बनाउँदै गर्दाखेरि चाहिँ मलाई फेरि अलिकति एकदम फेमस ठाउँ हो के होइन। यो चाहिँ फेमस ठाउँ हो, त्यो बेला मलाई देखाउन मन लाग्यो। तपाईँहरू सायद अब कोही आउनु भएको छ भने देख्नु भएको छ होला, अथवा देख्नु भएको छैन भने टाढीबाट भिडियोबाट भए पनि दर्शन गर्नुहोस्। चाहिँ एकदमै रमाइलो हुन्छ यहाँनिर। अनि त्यसपछि आएर मैले त्यही भएर चाहिँ यसमा यहाँ चाहिँ आएर भिडियो बनाउन मन लाग्यो। अनि यहाँ यस्तो दामी भ्यू देखिन्छ यहाँबाट होइन, तपाईँले हेर्नु सक्नुहुन्छ कस्तो दामी देखिन्छ क्या यहाँबाट। त्यस्तो तल चाहिँ गाउँहरू टक्क लाएर यस्तो गाउँहरू छ। अनि यो गाउँहरू सर हेर्नुभयो भने कति आनन्द आउँछ होला होइन। यदि तपाईँहरू गाउँदेखि बाहिर हुनुहुन्छ होइन, घरदेखि टाढा हुनुहुन्छ भने, घरको चाहिँ याद आइरहेको छ भने दिस भिडियो इज फर यु। अनि त्यसपछि आएर यस्तो दामी देखिन्छ। र यहाँ चाहिँ सम्म पनि परेको ठाउँ पनि छ। अनि यहाँ चाहिँ अगाडि गेटहरू छ, तपाईँ देख्न सक्नुहुन्छ यस्तो दामी बनाइएको छ यहाँ चाहिँ मन्दिर। र यहाँ प्रायः खुला, गेट चाहिँ खुला छ अहिले, सायद बन्द नगर्नु भएको भएर होला। अनि यहाँ चाहिँ यसरी तपाईँले आफै पढ्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ यस्तो दामी छ। अनि म खाना खाइसकेपछिको समय होइन, साँझको खाना खाइसकेपछिको समयलाई चाहिँ आज अलिकति भए पनि प्रोडक्टिभ बनाउन त भनेर अनि मैले यो भिडियो बनाउन सुरु गरेको। अनि यहाँ चाहिँ एउटा कुरा छ कि तपाईँलाई म देखाउन गइरहेको छु। यहाँ चाहिँ पुरै दिवालीहरूमा चाहिँ दिवालीको समयमा चाहिँ जति पनि बुका पाठाहरू ल्याउनुहुन्छ, यहाँ चाहिँ ट्याक्क लारी यस्तो ट्रस्ट मुनिएर बस्ने ठाउँहरू पनि छ हल्का हल्का होइन। अनि चाहिँ टाढा टाढादेखि आउनुहुने जो चाहिँ अब यहाँ दर्शन गर्न अथवा पूजापाठको लागि आफ्नो उयोहरू चाहिँ लिएर आउनुहुन्छ, बलि चढाउनलाई लिएर आउनुहुन्छ चाहिँ बोका पाठाहरू त्यस्ताहरू चाहिँ यहाँनिर बाँध्ने ठाउँ छ। अनि त्यहाँनिर पनि छ मन्दिर होइन, यहाँनिर पनि छ। अनि यहाँदेखि चाहिँ अनि यस्तो दामी छ। अनि यहाँ चाहिँ केटाकेटी आएर खेल्ने पनि गर्छन्। अनि यो चाहिँ मन्दिर चाहिँ यस्तो ठुलो छ, भव्य छ। अनि त्यसपछि आएर यहाँनिर आएर चाहिँ तपाईँहरूले अब यो वर्षको मङ्सिर पूर्णिमामा चाहिँ यहाँ भव्य मेला लाग्नेवाला छ। यदि तपाईँहरू नजिक हुनुहुन्छ, नेपालमा हुनुहुन्छ भने आउन सक्नुहुन्छ। आउनुभयो भने सबैजना, म पनि यतै हुन्छु, रमाइलो गरौँला यो होइन। र मेरो फर्स्ट डे अनि फर्स्ट भ्लग, अब भ्लगै भनौँ होइन, किनभने मैले भिडियो बनाइरहेको छु। सो यो भ्लग चाहिँ त्यही हो होइन, फर्स्ट डे अनि मेरो फर्स्ट भ्लग हो। किनभने मैले यहाँभन्दा पहिला कहिले पनि भ्लग सुट गरेको थिइनँ, त्यही भएर त्यति हो होइन। अनि खाना खाइसकेपछि साँझमा गुद्रुकको सुत्नुभन्दा चाहिँ एकछिन भए पनि हिँडौँ होइन, अनि भन्ने हिसाबले चाहिँ अब एक्लै लखर हिँडिराखेको छु। अनि तपाईँ देख्न सक्नुहुन्छ अहिले यस्तो छ होइन, अहिले उज्यालै छ र यति हो गाइज। अनि त्यसपछि आएर अब चाहिँ सी यु इन द नेक्स्ट भिडियो, बाई बाई।